यति बेला शहीदद्वारमा माल्यार्पण गरिसकेपछि राष्ट्रसभाका सभापति रवि लामिछाने तल गरिसक्नु भएको छ। अब उहाँ कार्यक्रम स्थलतर्फ जानुहुनेछ। यो भिड देख्न सक्नुहुनेछ दर्शकबिन, यो भिड कन्ट्रोल गर्नलाई पनि गाह्रो हुँदैछ। यति बेला देख्न सकिन्छ रवि दाई हाई हाई भन्ने यहाँ एउटा आवाजहरू आइराखेको छ र अब चाहिँ उहाँहरू कार्यक्रम स्थलतर्फ नजिक आइसक्नु भएको भन्ने खबर प्राप्त भएको छ र यति बेला चाहिँ यहाँ रवि दाई बालेन दाई भन्ने आवाजहरू आइराखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ आज जनकपुर धाममा एउटा बृहत सभा कार्यक्रम आयोजना गरेको छ। यसलाई सम्बोधन गर्नको लागि राष्ट्रपाका वरिष्ठ नेताहरूको पनि आगमन हुँदैछ। त्यो भएको हुनाले पनि यति बेला शहीदद्वार जनकपुर धाममा चाहिँ यो गेटमा चाहिँ यति बेला स्वागतको लागि सबैजना प्रतीक्षामा पनि हुनुहुन्छ र अब सूचना पाएअनुसार उहाँहरू करिब आइसक्नु भएको छ भन्ने कुरा बुझिएको छ। हामी हेर्दैछौँ, यहाँहरूलाई देखाउँदैछौँ र यहाँ भिड भइराखेको छ। यहाँ चाहिँ रवि दाई हाई हाई, बालेन दाई हाई हाई भन्ने यहाँ आवाजहरू आइराखेको छ। यो भिड यति बेला प्रतीक्षा गरिराखेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, त्यसै गरी अर्का वरिष्ठ नेता राष्ट्रपाकै हुनुहुन्छ बालेन्द्र शाह। बालेनको प्रतीक्षामा जनकपुर धाम बसिरहनु भएको छ र हामी यहाँलाई भिड देखाइराखेका छौँ र उहाँहरूले शहीदद्वारमा चाहिँ माल्यार्पण गर्नुहुनेछ र कार्यक्रम स्थलतर्फ जानुहुने मैले सूचना पनि प्राप्त गरेको छु र उहाँहरू अब नजिकै आइसक्नु भएको भन्ने सूचना प्राप्त भएको छ। कार्ड बोक्नु न सर, कार्ड र यति बेला सुरक्षा निकायको पनि प्रतिनिधित्व देखेका छौँ हामीले। उहाँहरूले यो भिडलाई माहौल मिलाउँदै हुनुहुन्छ उहाँहरू र यही ठाउँबाट चाहिँ उहाँहरू आउँदै हुनुहुन्छ र हामी यो स्वागत गर्ने तर्खरमा छौँ। स्वागतको लागि यहाँ टिमहरू एकदम अघिदेखि उहाँहरूको प्रतीक्षामै बसिरहनु भएको छ र अब धेरै समय छैन। त्यसपछि यो शहीदद्वारमा चाहिँ उहाँहरूले माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि चाहिँ कार्यक्रम स्थलमा उहाँहरू यहाँबाट सरसर जानुहुने हामीले सूचना पाएका छौँ। र निकै समय भएको छ यहाँ शुभचिन्तक त्यसै गरी पार्टीका कार्यकर्ताहरू चाहिँ उहाँहरूलाई प्रतीक्षा निकै बेर गर्नुभयो उहाँहरूलाई।
के दिया रहेछ ओके हामीलाई हेर्दै गर्नु होला हामी अब नेक्स्ट भिडियोमा उहाँहरूलाई देखाउँदैछौँ उहाँहरू आउँदै हुनुहुन्छ बालेन्द्र शाह रवि लामिछाने दर्शकवृन्द यो भिड चाहिँ यति बेला रासोपाका सभापति रवि लामिछाने र अर्का वरिष्ठ रासोपाकै नेता हुनुहुन्छ बालेन्द्र शाह बालेन्द्र यो जनकपुर धाममा चाहिँ पोहोर सभालाई सम्बोधन गर्नको लागि उहाँहरू कार्यक्रम स्थलतर्फ जाँदै हुनुहुन्छ र यहाँ चाहिँ धेरै शुभचिन्तक कार्यकर्ताहरूले चाहिँ प्रतीक्षा पनि गरिरहनु भएको छ र यो भिडलाई कन्ट्रोल गर्दै हुनुहुन्छ स्वयंसेवक सुरक्षाकर्मीको टिमले र रवि लामिछाने यो गाडीभित्र यहाँ देख्न सक्नुहुनेछ रवि लामिछाने सवार गाडी यो र भिडलाई कन्ट्रोल गरिँदैछ गाडी नै यहाँ जाम भयो रवि लामिछाने यो गाडीमा हुनुहुन्छ गाडी र यो शहीदद्वारमा उहाँहरू कार्यक्रमस्थल जानुहुनेछ यो जनकपुर धामको दृश्य हो यो जनकपुर धामको दृश्य ओके रवि लामिछाने यहाँ देखिरहेको छौँ हामीले उहाँ निस्किनु भएको छ बाहिर र उहाँ झर्नुभयो स्वागत गरिँदैछ स्वागत गरिँदैछ र यो भिड कन्ट्रोल गर्न एकदम गाह्रो रविदाई हाई भन्ने एउटा आवाजहरू हामीले ढल्केको सुनिरहेछौँ यहाँ यो जनकपुर धामको दृश्य हो यो आज हुने कार्यक्रमलाई सम्बोधन गर्नको लागि रासोपाका सभापति रवि लामिछाने चाहिँ जनकपुर धाम हिजो नै आउनुभएको हो र यो कार्यक्रम अनुसार चाहिँ निर्धारित कार्यक्रम अनुसार चाहिँ यो शहीदद्वारमा उहाँहरूले माल्यार्पण गर्नुहुनेछ माल्यार्पण गरिसकेपछि उहाँहरू कार्यक्रम स्थलमा जानुहुने पनि जानकारी प्राप्त भएको छ यति बेला अगाडि गइसक्नु भएको छ रवि लामिछाने चाहिँ अगाडि जानु भएको छ र यो शहीदद्वारमा चाहिँ माल्यार्पण गर्ने कार्यक्रम छ यस पश्चात चाहिँ उहाँ कार्यक्रम स्थलमा जानुहुने मैले सूचना प्राप्त गरेछु ल यो शहीदद्वारमा चाहिँ यति बेला रवि लामिछानेज्यूले माल्यार्पण गर्ने कार्यक्रम छ र पुगिसक्नु भएको छ रवि लामिछाने
कार्यक्रममा माल्यार्पण गरिसकेपछि राजसभाका सभापति रवि लामिछाने तल गरिसक्नु भएको छ। अब उहाँ कार्यक्रम स्थलतर्फ जानुहुनेछ। यो भिड देख्न सक्नुहुनेछ दर्शकबिन, यो भिड कन्ट्रोल गर्नलाई पनि गाह्रो भइरहेको छ।